काशीकोटको समग्र विकासको लागि हामी आज काशीकोटमा मतदान गरी फर्किने क्रममा छौँ। काशीकोटमा चाहिँ तपाईँको घन्टी टिनी बजाएर हामी पोखरातिर झर्दैछौँ यहाँ है यसरी होइन। काशीकोटमा चाहिँ एउटा अहिलेको चुनावमा मैले के भेटाएँ भने जुन पुराना दलहरू छन् यी भ्रष्टहरू अहिले काशीकोटमा पनि एक व्यक्ति बराबर 1000 रुपियाँ बाँडिरहेको काङ्ग्रेसका यहाँका जनप्रतिनिधिहरूले बाँडिरहेको हामीले चाहिँ प्रत्यक्षदर्शी भएर देखे र अनुभव गरेका छौँ। र यी जतिसुकै जे परिवर्तन आए पनि यिनीहरूलाई कुनै पनि धक्का पर्ने अवस्था चाहिँ हामीले यहाँबाट देखिरहेका छैनौँ। त्यसैले गर्दाखेरि यिनलाई चाहिँ अब पत्तासाफै गर्नुपर्छ भन्ने हाम्रो समग्र काशीकोटवासीहरू जति हुनुहुन्छ उहाँहरूलाई म विनम्र अनुरोध गर्दछु। एक व्यक्ति बराबर 1000 दिएको प्रमाणसहित हामीले चाहिँ राखेका छौँ। जनप्रतिनिधिले सहित एक भोट बराबर 1000 बाँडेको भन्ने जुन हल्ला थियो त्यो सोच अहिले प्रत्यक्ष हामीले लिने व्यक्तिहरू र सँग हामीले कुरा गरिरहेका छौँ। उहाँहरूले चाहिँ भ्रष्टाचार गर्नलाई रोकथाम गर्ने भनेर हामीले यत्रो चाहिँ विद्रोह गरे 23 र 24 को आन्दोलन गऱ्यौँ र पनि अहिले काङ्ग्रेस एमाले अझै पनि बुझिरहेको छैन, बुझ्ने पनि छैन, पछि भविष्यमा पनि बुझ्नेवाला छैन। त्यसैले काशीकोटका सम्पूर्ण लाई मैले के आग्रह गर्न चाहन्छु भने काङ्ग्रेस एमाले भएर यो चाहिँ अझै पनि भ्रष्टाचार निर्मूल गर्नुको सट्टा भ्रष्टाचारको चाहिँ झन् जागरुक गराउने अवस्थामा ल्याएका छन्। यो चाहिँ हामी घोर भर्सना विरोध गर्न चाहन्छौँ। किनकि काशीकोटलाई चाहिँ अहिले जति चाहिँ यो निर्माण यति बाटो पिच गरेँ उति बाटो पिच गरेँ भनेर देखाइरहेका हुन्छन्। यस्ता यी भ्रममा नपर्नु होला, नफस्नु होला भन्न चाहन्छु म। यहाँको विकासको लागि अब परिवर्तन जरुरी छ। त्यसैले गर्दा अबको विकासमा नयाँ रोज्नुपर्ने हामीले देखेका छौँ र पनि हिजोको चुनावले धेरैलाई अब सबक सिकाउने पक्का छ। त्यसैले गर्दा हामी आज अब भोट हिजो हाल्यौँ, आज पोखरा फर्कँदैछौँ। म यो आफ्नो जन्मस्थलबाट तपाईँहरूलाई एउटा भिडियो चाहिँ बनाइरहेको छु। हिजो म आफू स्वयंलाई चाहिँ ल रुख चिन्हमा भोट हाल हामी 1000 रुपियाँ दिन्छौँ भन्ने व्यक्तिहरू पनि मेरो सामु